लो घे नासर भए भद्रा भराज्नी दिदी बहिनी दाजुभाइ तसरी तिमी भए लोसार राम्रो भाँडीले सबैले आयो लो सारा हाम्रो नयाँ वर्ष आयो लो सारा हाम्रो नयाँ वर्ष आयो लो सारा आयो लो सारा आयो लो सारा हाम्रो नयाँ वर्ष आयो लो सारा हाम्रो नयाँ वर्ष आयो लो सारा आसीमाला छाजलो सबैलाई नमस्कार आसीमाला छाजलो सबैलाई नमस्कार हाम्रो नयाँ वर्ष आयो लो सारा हाम्रो नयाँ वर्ष आयो लो सारा चोली पटुकेमा सजिएर रिमै कुन्यो चोली पटुकेमा सजिएर रिमै भोटो कछाड भाङ्रा लगाई हिँड्छन् हाम्रो मैमै भोटो कछाड भाङ्रा लगाई हिँड्छन् हाम्रो मैमै थरी थरी परिकारले लोसारमा भोज खाऊ थरी थरी परिकारले लोसारमा भोज खाऊ खिचडी मादल झली बोकी रोदी बस्न जाऊ खिचडी मादल झली बोकी रोदी बस्न जाऊ पुषा 15 दिनरी नासा युला खामाइलो योला लोसार बेलले रमाइलो पुषा 15 दिनरी नासा युला खामाइलो योला लोसार बेलले रमाइलो आहा योला लोसार बेलले रमाइलो पुर्खालाई हाम्रो रीति बनायो धन्यवाद छ पुर्खालाई हाम्रो रीति बनायो गाउँ सहर संसार भरि मान्ने तिथि बनायो
हमने दिदी बनायो पुर्खाले नै सिकाएको संस्कारमा गर्दै गर्वा पुर्खाले नै सिकाएको संस्कारमा गर्दै गर्वा एक अर्कामा खुसी साड्दै मान्छौँ लोसार पर्व एक अर्कामा खुसी साड्दै मान्छौँ लोसार पर्व आयो लोसार आयो लोसार हाम्रो नयाँ वर्ष 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 आयो लोसार
कार्यक्रम सुरू भएको छ
स्वागत गर्दै जो सर्पवर्ग हिजोबाट 12 बजे रातिबाट उहाँलाई हामीले बिदाई गऱ्यौँ र अब घोडावर्गलाई आजदेखि स्वागत गर्दैछौँ र यो कार्यक्रममा कृपया सम्पूर्ण हाम्रा आदरणीय समाजका सदस्यज्यूहरू भित्र आएर कुर्सीमा बसिदिन हार्दिक अनुरोध गर्दछु। बाहिर चिसो छ, यहाँलाई चिसो लाग्दा फेरि बरु भित्र बस्दा राम्रो होला। त्यही भएर मैले फेरि पनि अनुरोध गरेँ, भित्र आएर शान्तसँग केही समय धैर्य गरेर पनि बसिदिनु होला। र अब म कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउन चाहन्छु। समय पनि धेरै नै ढिलो भएको छ। आजको यो दिव्य ज्योति जिनेली गुरुङ समाजको सम्मान तथा भवन समुद्घाटन कार्यक्रमको सभापतित्व गरिदिनु हुन हाम्रा यसै समाजका आदरणीय आमा श्री माया गुरुङजीलाई सभाको सभापतित्व गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रै समाजका चेली बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक श्री माननीय श्री गीता गुरुङजीलाई प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। र त्यसै गरी हामीले धेरै हाम्रा स्थानीय तहका जनप्रतिनिधिज्यूहरूलाई बोलाएका थियौँ। उहाँहरू आइसक्नु भएको जस्तो मैले देखेको छैन। अहिले आएपछि फेरि हामी आसन ग्रहण गर्ने नै छौँ। र यहाँ उपस्थित हुनुभएका हाम्रा आदरणीय पत्रकारज्यूहरू हुनुहुन्छ। म नेपाल पत्रकार जिल्ला कार्य समितिका सदस्य पत्रकार आदरणीय शरणद अधिकारीज्यूलाई अतिथिको आसन विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसपछि अगाडि आएर श्री प्रताप सुवेदीज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। जोड्दै म हाम्रो यो दिव्य ज्योति जिनेली गुरुङ समाज 2051 सालमा स्थापना भएको कुरा यहाँ हामी सबैलाई विदितै छ। र यो भवन यो समाज स्थापना गर्न महत्त्वपूर्ण योगदान गर्नुहुने, महत्त्वपूर्ण रूपमा यसको भूमिका निर्वाह गर्नुहुने तत्कालीन हाम्रो समाजका सचिव हाम्रा आदरणीय मामा श्री चिमन सिंह गुरुङजीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। उहाँ बिचरा अहिले अलिकति सन्चो हुनुहुन्न। र त्यसै गरी अब अर्को एकजना हाम्रा समाजका वरिष्ठ सदस्य वयोवृद्ध आदरणीय पाथे क्याप्टेन परबहादुर गुरुङजीलाई अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। र सबैलाई हामीले आसन ग्रहण गर्न बोलाइराख्दा आमाहरू दिदीबहिनीहरू सबैलाई यथास्थान म कार्यक्रमलाई भरतपुर 26 प्रहरी कार्यालयका इन्चार्ज त्यसै गरी अब आसन ग्रहणको क्रमलाई यहीँ थाकिराख्दै सबै यथास्थानमा आसन ग्रहण गरिदिनु होला। बाहिर रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनीहरू भित्र बसिदिनु होला। फेरि पनि अनुरोध गरेर तयार गरेर राख्नु होला। सबै अतिथिहरूलाई गरिदिने हुन्छ। त्यो बेलामा हामी रमाइलो गरौँ ल। आजको हाम्रो कार्यक्रम धेरै लामो छैन। सबै ताली बजाइदिनु होला।
विलिन हुनुभयो। धेरै हाम्रा सदस्यहरू स्वर्गवास हुनुभयो। उहाँहरूको सम्झनामा र उहाँहरूको आत्माको चिर शान्ति र उहाँहरूको वैकुण्ठ वासको कामना गर्दै 1 मिनट मौन धारण गरिदिनु हुन। म यहाँ सम्पूर्ण उभिदिनु हुन पनि हार्दिक अनुरोध गर्नु होला। धेरै हल्लाखल्ला नगरिदिनु होला। त अब हामी कार्यक्रमको अर्को चरणमा जाँदैछौँ। आज हाम्रो समूह लोसार हाम्रो त्यहाँ माथि देखिएको छ। त्यही मस्या छ्या मोमो छ्या मस्या रु मोमो रु मस्या मि मोमो। शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको चिनारी हराउँछ। त्यसको मतलब हामीले भर्खरै आफ्नो संस्कार संस्कृति अनुसार हाम्रा प्रमुख अतिथिज्यूलाई ज्योतिनगर बजारबाट खैँचडी बजाउँदै जसरी हामीले स्वागत गर्दै ल्यायौँ, त्यो खैँचडी पनि हाम्रो संस्कृतिभित्र पर्ने कुरा हो। र हाम्रो लोसार हरेक वर्ष आउँछ, हरेक वर्ष एउटा वर्ग फेटिने चलन हुन्छ। र यो अब यो घोडा वर्ग 1 वर्ष रहन्छ। यो भित्र यो आजको पुस 15 देखि आउँदो पौष 14 गतेसम्म जन्मेको व्यक्तिहरू सबै घोडा वर्ग अन्तर्गत पर्छ। र यो घोडा वर्ग भर्खरै हामीले सर्पवर्गले विदाय गऱ्यौँ। त्यो सर्पवर्ग अब 12 वर्षमा मात्रै एकपल्ट आउँछ, फेरि अब 12 वर्षमा फर्केर आउँछ। त्यस कारणले गर्दा हामीले लोकोर वर्ग चक्र भनेर भनिन्छ। त्यो हामीलाई गुरुङ भाषामा मलाई पनि अलिक कण्ठ छैन त्यो कुरा, तर हाम्रा अग्रज आमाहरूलाई चाहिँ त्यो लोकोर पुरा कण्ठ छ, गुरुङ भाषामा कण्ठ छ। पहिला पहिला पढ्ने लेख्ने हुन्थेन। त्यस्तो हुँदाखेरि पनि हाम्रो पुर्खाहरूले हाम्रो के अरे अग्रजहरूले पुरा कण्ठ गरेर यो वर्षमा जन्मेको यो वर्गमा जन्मेको मान्छे यति वर्ष भयो भन्ने कुरा टक्क थाहा हुन्थ्यो। तर हामीलाई अझै पनि कुन वर्ग कुन पछि आउँछ भन्ने कुरा हामीलाई थाहा छैन। त्यस कारण हामीले यो कुरा जान्नुपर्छ। र यिनै कुराहरू हामीले सम्झँदै स्मरण गर्दै आफ्नो भाषालाई पनि सकेसम्म लोप हुन नदिउँ, भाषा पनि सिकाउँदै जाउँ। र अब म कार्यक्रममा लामो नबोलिकन अब आजको हाम्रा सभापति प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरू लगायत सम्पूर्ण हाम्रा समाजका सदस्यज्यूहरूलाई स्वागत मन्तव्य दिनुहुन म हाम्रा समाजका वरिष्ठ सदस्य श्री आदरणीय श्री सिंहबहादुर गुरुङलाई हार्दिक अनुरोध गर्दछु। जिल्ला सदस्यज्यू त्यस्तै हाम्रो यो 2051 सालदेखि यो स्थापना भएको यस संस्थाका संस्थापक सचिव मेरो पूजनीय मामा जुवान सिंह गुरुङज्यू, त्यस्तै हाम्रो बुवा आदरणीय क्याप्टेन बलबहादुर गुरुङज्यू, त्यस्तै गरेर यस समाजका 2051 सालदेखि आजसम्म खटिनु भएका
र हाम्रो 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 पे अनुसार हाम्रो 12वटा वर्ग हुन्छ। त्यो 12वटा वर्ग मध्ये अब हामी जति पनि जन्मिन्छौँ, जति पनि अब हाम्रो यो पुस 15देखि अर्को पुस 14 गतिसम्म हाम्रो वर्ग हुनेछ, घोडा वर्ग। यसलाई भनिन्छ हाम्रो भाषामा पल हो। त्यो पलको यो पावन अवसरमा यहाँहरूको सबैको नराम्रो छ भने सबैको यो शान्ति मिलोस् र यस नयाँ वर्षले यो घोडा वर्गको नयाँ वर्षले सबैको उन्नति होस्, प्रगति होस्। र मैले धेरै लामो भन्न गइरहेको छैन। अन्त्यमा हाम्रो यस व्यासमा विराजमान हाम्रा प्रमुख अतिथि सम्पूर्णलाई र मेरो यस समाजका सम्पूर्ण सदस्यज्यूहरूलाई स्वागत गर्दै आफ्नो स्वागत मन्तव्यलाई दिन्छु। हस्त जय पनि भयो। आजको हाम्रो लोसार त त्यसै पनि छ। आजको मुख्य अर्को विषयवस्तु भनेको हाम्रो भवन समुद्घाटनको कार्यक्रम हो। तपाईँ हाम्रो चेली, तपाईँ हाम्रो समाजको एउटा सदस्य जो बागमती प्रदेशमा माननीय हुन सफल हुनुभयो र उहाँको पहलमा, उहाँको समन्वयमा यो दिव्य ज्योति दिनली गुरुङ समाज भवनको लागि हरेक वर्ष त नभनौँ, समय समयमा बजेट हामीलाई विनियोजन गराइदिनु भयो, पारिदिनु भयो र त्यसले हामीले यो हलको पछाडिपट्टि नयाँ भवन तपाईँहरू सबैले देख्नुभएको होला, त्यो भवन हामीले निर्माण गऱ्यौँ। त्यो भवनको लागत 75 लाख छ। 75 लाखमा त्यो भवन बनेको र त्यसै गरी पहिलो वर्ष अझै यो हाम्रो यो अहिले जहाँ हामीले कार्यक्रम यो पछाडि यो भवन छ, यो कार्यक्रम गरेको भवन, यो भवनको माथिल्लो तला त्यस्तो खालको थिएन। त्यसलाई हामीले उहाँकै पहलमा 20 लाख रुपियाँ परेर माथि टिन जस्ता पात्र एकदमै जीर्ण भएको थियो। त्यो जीर्णलाई हामीले निकालेर अर्को हामी त्यो बजेटबाट अर्को जस्ता पात्र लगायौँ, टिन के अरे कोठा बनायौँ, माथि छायौँ र यो भुइँमा भएको टायल र यो भवनको माथि भएको टायल त्यही बजेटले बनेको र त्यसै गरी हाम्रो अर्को बजेट थियो यो सभा हल जहाँ हामी अहिले यहाँ कार्यक्रम गरेर तपाईँहरू बसिराख्नु भएको छ। त्यो भवनको माथिल्लो भागमा तपाईँले देख्नुभयो होला, जिप्सन लगाएर लाइटहरू लगाएर हामीले अलिकति झिलमिली बनाएका छौँ, राम्रो बनाएका छौँ। त्यो बजेट 15 लाख बराबरको आएको हो र 15 लाखमा त्यो सबै त्यसमा खर्च, यो टायल र माथि जिप्सन लाउने कार्य त्यो सबै त्यो 15 लाखबाट भएको हो र हामीलाई 15 लाखै आज चाहिँ होइन, उहाँहरूको प्राविधिकहरूको इन्जिनियरहरूको मूल्याङ्कनमा जति आउँछ त्यही पैसा पाउने हो। योजना चाहिँ 15 लाखको हो र यसरी पटक उहाँले जो बजेट पारिदिनु भएको छ। अहिले पछि पनि अहिले पर्यटन तथा संस्कृति तथा पर्यटन मन्त्रालयबाट हामीलाई 10 लाख रुपियाँ विनियोजन भएको छ। त्यसमा उहाँले धेरै सहयोग गर्नुभएको छ। त्यो हाम्रो समाजलाई मात्रै होइन, हरेक ठाउँमा सहयोग गर्नुभएको छ। जस्तो यहाँ हाम्रो छेउमा बिपी वाचनालय छ, बिपी स्मृति वाचनालयमा पनि त्यही 75,000 बराबरको हामीले काम गरेका छौँ। त्यसकारण यो ठाउँमा हामीले देख्दाखेरि हाम्रो ठाउँमा मात्रै गरिदियो क्या भन्ने अन्य जातिहरूलाई, अन्य मान्छेहरूलाई लाग्न सक्छ। त्यो होइन, उहाँले हरेक ठाउँमा, हरेक वडामा चाहिँ बजेट विनियोजन गर्नुभएको छ, पारिदिनु भएको छ। त्यस कारणले हामी हाम्रो समाजको एउटा चेली, एउटा बहिनी, एउटा छोरी जुन ठाउँमा पुग्नु भएको छ त्यसको लागि हामी सबैको तर्फबाट हाम्रो हार्दिक बधाई छ र उहाँले यो बजेट पारिदिनु भयो। त्यसको लागि हामी सबै सम्पूर्ण समाजहरूको तर्फबाट हार्दिक बधाई पनि छ, हामी आभारी पनि छौँ। र यसरी यो बजेटलाई हामीले पनि फेरि कार्यान्वयन गर्ने पक्षमा राम्रैसँग हामीले गऱ्यौँ र केही कुराहरू तलमाथि हुन सक्छन्, ती कुराहरूलाई हामीले केही नमानिकन हामीले यो भवन बनाएको कुरालाई हामीले गर्वको रूपमा लिनुपर्छ। त्यसकारण हामीले एउटा पुस 15 मात्रै होइन, आज यो महत्त्वपूर्ण कुरा एउटा समाजको एउटा भवन समुद्घाटन पनि कार्यक्रम हो र यो पछाडिको भवन तपाईँहरू सायद धेरैजना हाम्रो
हाम्रो समाजका सदस्यज्यूहरू यो धेरै यो ठाउँमा आइराख्नु हुँदैन र यो हेर्दा पनि हेर्नु भएको छैन होला। हामीले धेरै कुराहरू बनाएका छौँ। अब त करिब करिब हामीले हाम्रो समाजलाई आवश्यक पर्ने धेरै कुराहरू, सबभन्दा ठुलो मुख्य कुराको भवन हो, त्यो भवन हामीले अब पुरा गरिसकेका छौँ। होला भोलि पुरानो हुँदै धेरै वर्ष भएपछि पुरानो हुँदै जान्छ, त्यसलाई फेरि बनाउने काम फेरि रहने नै छ, पुनर्निर्माण गर्ने काम रहनेछ र हामीले यो तल सबै टायरहरू हालेका छौँ। त्यो अगाडि हामीले एउटा के अरे गेट थियो, त्यो गेट हामीले के अरे निकालेर अहिले त्यहाँ हात धुने ठाउँ बनाएका छौँ। यतापट्टिको हात धुने ठाउँ साह्रै फोहोर भयो, त्यहाँ पानी धेरै बाहिर पोखिने भएको हुँदाखेरि मान्छेहरू चिप्लेर लड्ने त्यो आदि कारणले गर्दाखेरि हामीले यो गेटलाई निकालेर त्यो गेट प्रयोगविहीन पनि भयो। त्यस कारणले गर्दाखेरि हामीले त्यहाँ अहिले हात धुने ठाउँ बनाएका छौँ र हामीले धेरै कुराहरू एउटा प्राविधिकको सल्लाहमा गरेका छौँ र तपाईँ हामीले पनि अब यसको संरक्षण गर्नु तपाईँ हाम्रो कर्तव्य हो। खालि भवन बनाइदिएछ भनेछ अनि लापरवाही गऱ्यो भने त्यसको धेरै लामो समय टिक्दैन। त्यस कारण हामी सबैको यो साझा फल हो, हाम्रो समाज घर हो। यो हामी समाजको घर भएको हुँदाखेरि हामी सबैको दायित्व बराबर छ। तपाईँ हामीले संरक्षण गर्नुपर्छ सबैले, न कि त्यो हामी त्यहाँ लागेका छैनौँ, हामी यसो गरेका छैनौँ भनेर बाहिर कुरा काट्ने होइन। समाजमा के आवश्यक छ त्यो आवश्यक कुराहरू तपाईँले सल्लाह सुझाव दिने हो र आएर कतै बिग्रियो भने मेरो सम्पत्ति, मेरो यो कसैले कतै बदमासी गरेको देख्नुभयो भने यसलाई चलाउनु हुँदैन भन्नुपर्छ तपाईँहरूले। यिनै कुराहरू राख्दै आज यो नयाँ वर्षको पावन अवसरमा, नयाँ वर्ष नभनौँ नयाँ लोसारको अवसरमा हामीले यो भवनलाई समुद्घाटन गर्ने कार्यक्रम राखेका हौँ र आजको यो प्रमुख अतिथिज्यू जो बागमती प्रदेशका सभा सदस्य एवं नेपाली काङ्ग्रेस बागमती प्रदेशका सचेतक माननीय श्री गीता गुरुङज्यूलाई आजको यो भवन समुद्घाटन र पानीमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिदिनु म विनम्र उत्तरपट्टि तानेर सबैले ताली बजाएर स्थानमा आसन ग्रहण गरिदिनु होला। सबै बस्नु होला, एकछिन आराम छ कार्यक्रम छ हुँदा हाम्रा 2000 सहयोग गर्नुभयो, नाच गानदेखि लिएर असाध्यै दुःख गर्नुभयो र समाजको स्थापना भयो र उहाँलाई हामीले आज सन्चो नहुँदै पनि त्यो ठाउँमा हजुर उपस्थित भइदिनु पर्यो, हजुरलाई हामी सम्मान गर्छौँ भनेर हामीले जबरजस्ती उहाँलाई यहाँ लिएर आयौँ र उहाँको जो योगदान छ उहाँको योगदान हामीले कहिले भुल्न सक्दैनौँ र सधैँ हाम्रो मानसपटलमा रहिरहनेछ। उहाँ स्मृतिको रूपमा हाम्रो यो समाजको सचिवको रूपमा सधैँ रहिरहनुहुनेछ र उहाँको अहिले यो अवस्था जो प्यारालाइसिस भएको छ उहाँको सुस्वास्थ्य र दीर्घायुको पनि हामी हार्दिक मङ्गलमय शुभकामना पनि दिँदछौँ र आज उहाँलाई सम्मान गरिदिनु होला अनुरोध गर्छु। हार्दिक अनुरोध हाम्रो यो संस्था दर्ता चाहिँ फेरि 2072-73 भएको हो। हाम्रो दर्ता नम्बर 42 हो। श्री दिव्य ज्योति जिनेली गुरुङ समाज भरतपुर 26 ज्योतिनगर बजार चितवन स्थापना 2051। सम्मान पत्र श्री दिव्य ज्योति जिनेली गुरुङ समाजद्वारा लोसार पर्व तल लोसार 2082 को अवसरमा आयोजित भवन समुद्घाटन एवं सम्मान कार्यक्रममा यस संस्थालाई स्थापना कालदेखि यहाँले पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै तपाईँ श्री चमन सिंह गुरुङज्यूलाई लोसार पर्व 2082 को हार्दिक मङ्गलमय शुभकामना सहित धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। अध्यक्ष श्री माया गुरुङ, बागमती प्रदेश सभा सदस्य प्रमुख अतिथि माननीय श्री गीता गुरुङ धेरै भएर बस्दिनु होला र धेरै उहाँ अलिकति यहाँ बस्न अलिक गाह्रो भयो जस्तो भएर अहिले नै सम्मान गरिएको
त्यसको लागि हामी समाजमा सदस्यमा यसको यहाँहरूलाई सबैलाई शुभकामना दिन चाहन्छु किनकि हामी नेपाली हौँ हरेकको धर्म संस्कृति र संस्कारलाई जीर्णोद्धार गर्दै अगाडि बढ्दै आइराखेका छौँ हरेकको धर्म संस्कृतिलाई उत्तिकै सम्मान गर्दै आइराखेका छौँ न गुरुङ न
तामाङ न कुनै पनि जाति सबै जातिले आफ्नो तरिकाले आफ्नो धर्म संस्कारलाई बचाइराखेका छौँ। यसैमा हामी गर्व मान्नुपर्छ। विशेष गरी आज यहाँहरूको नयाँ वर्ष पनि हो, नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छु। यो गुरुङ समुदायले विभिन्न समय गुरुङ समुदायहरूको नयाँ वर्षको रूपमा रहेको यस पर्वलाई अझै यहाँहरूले हर्षोल्लासका साथ मनाउनुहुनेछ यो औपचारिक कार्यक्रमपछि पनि भन्ने अपेक्षा राख्दछु। देशभर रहेका र विदेशमा रहेका गुरुङ समुदायहरूले यो पर्वलाई आज धुमधामका साथ मनाइराख्नु भएको छ। विशेष गरी यस समुदायको पात्रो अनुसार आजदेखि नयाँ वर्ष सुरु भएको मान्ने गरिएको छ। यहाँहरूलाई नयाँ वर्षको शुभकामना सँगसँगै यसको अर्को महत्त्व पनि के रहेछ भने यहाँहरूलाई पनि कतिको थाहा छ, मलाई जहाँसम्म थाहा छ त्यो कुरा यहाँहरूमा सेयर गर्न चाहन्छु। यो शास्त्र अनुसार तमु लोसारको दिनमा तमुहरूको प्रथम महापुरुषको उत्पत्ति भएको दिन पनि आजको रूपमा रहेको यहाँहरूलाई पछिको ज्ञान छ। मैले अघि मन्तव्य दिनुपर्ने भन्ने सुनिसकेपछि यसो सर्च गर्दाखेरि यो भेटाएको हो। यहाँहरूले आज विशेष गरी यो महत्त्वपूर्ण दिनलाई अझै हर्षोल्लासका साथ मनाउनु हुनेछ र हरेक समुदायको चाडपर्वलाई उत्तिकै महत्त्वका साथ लिएर हामी अगाडि बढिराखेका छौँ। न बाहुन, न छेत्री, न गुरुङ, न तामाङ, न अन्य जातिहरू। त्यो कारणले गर्दाखेरि यहाँहरू सबै हामी दाजुभाइ, नेपाली भनेको हामी दाजुभाइ दिदीबहिनी हो। त्यो हिसाबले सबै एक ठाउँ भएर हिँड्नुपर्छ भन्दै लोसारको शुभकामना दिँदै यहाँहरूबाट बिदा हुन्छु। नमस्कार। धन्यवाद सभापति तथा शिविरज्यूलाई हामीले पनि याद नभएको कुरा भयो भन्ने कुराहरू जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। र अब म कार्यक्रमलाई सम्मानको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। र सम्मानको कार्यक्रमलाई अगाडि बढाउनको लागि म आजको हाम्रो सभापतिज्यू र आजका प्रमुख अतिथिज्यूलाई यहाँ अगाडि आएर उभिदिनु हुन एकपटक अनुरोध गर्छु। आज हाम्रो यो समाजलाई हाम्रो नताजग्गा थियो पुष्पमा मनाउने चलनलाई उहाँहरूको सहयोग, उहाँहरूको योगदान र उहाँहरूलाई हामीले आज यो समाजले सम्झेका लागि र उहाँहरू अब वयोवृद्ध श्री भीष्माया गुरुङज्यूलाई अगाडि आएर यो सम्मान ग्रहण गरिदिनुमा म हार्दिक अनुरोध गर्दछु। केही थिएन र आर्थिक अवस्थाले अत्यन्त कमजोर भर्खर सुरुवातको बेलामा उहाँहरूले अझै रमाइलो गर्नुभयो र पैसा पनि उठाउनुभयो र समाज आज बिस्तारै यो ठाउँमा आइपुग्यो। आज तपाईँ हामीले धेरै मेहनत गरेर सम्मान गऱ्यौँ। उहाँहरूको एकदम ठुलो योगदान छ। हामीले त्यो बिर्सन हुँदैन। र त्यसै गरी भन्दा 30 वर्ष अगाडि कुन उमेरको हुनुहुन्थ्यो तपाईँले कल्पना गर्नुहोस् त। क्यासेट पनि थिएन, त्यस्तो बाजा बजाउने यस्तो गीत गाएर मुखले गीत गाएर पाहुनाहरूसँग पैसा झार्ने काम गरेर चाहिँ आर्थिक अवस्था गरिदिनु होला उहाँलाई। धन्यवाद। फेरि सम्मानकै क्रममा दुःख गर्नुभएका हाम्रा आमा हुनुहुन्छ। सबै उहाँहरू अत्यन्त पुरानो समय हिजो स्थापना कालदेखि काम गर्नुभएको र यो समाजलाई यहाँसम्म पुर्याउनु भएको। सम्मान गरियो। कतै फेरि पनि टुटफुट हुनुभएको छ। जब हामी फेरि सँगै जानेछौँ उहाँहरू अगाडि आएर सम्मान ग्रहण गरिदिनुमा म विनम्र अनुरोध गर्दछु। र अब
बसिनु तपाईँहरू श्री शुद्ध श्री गम्भीर सिंह गुरुङज्यू उहाँलाई अगाडि आएर आफ्नो सम्मान ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। श्री दिव्य ज्योति जुनेली गुरुङ समाज भरतपुर 26 ज्योतिनगर बजार चितवन सम्मान पत्र श्री दिव्य ज्योति जुनेली गुरुङ समाजद्वारा लोसार पर्व लोसार 2082 को अवसरमा आयोजित भवन समुद्घाटन एवं सम्मान कार्यक्रममा यस संस्थालाई स्थापना कालदेखि यहाँले पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै तपाईँ श्री शेखर गम्भीर सिंह गुरुङज्यूलाई लोसार पर्व 2082 को हार्दिक मङ्गलमय शुभकामना सहित धन्यवाद सम्मान पत्र प्रदान गरिएको छ। सबैको भाषा एउटै छ, त्यसकारण मैले यो भाषा पढिनँ है। अब सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यो भाषा एउटै श्री मनबहादुर गुरुङज्यू हुनुहुन्छ। अब त्यसै गरी अर्को उहाँ हुनुहुन्छ सम्मान गरिदिनुहोला हाम्रो त्यसै गरी सम्मानकै क्रममा हाम्रा आदरणीय व्यक्तित्व थाहा हुनुहुन्छ। उहाँले यो भवन निर्माणको उहाँलाई अगाडि आएर सम्मान गर्नु हार्दिक सबैले ताली बजाउनु होला यस्तो सम्मानदायक बेलामा। गर्न नसके पनि हामीले उहाँलाई सम्झेर एउटा यसो सम्मान गरेका मात्रै हौँ। त्यो सम्मान तपाईँ हामी सबैको हो। यसो हामीले श्रीमती हुनुहुन्छ उहाँसँग बिना गुरुङज्यूलाई उहाँले 30,000 दिनुभएको छ यो समाजलाई। त्यस कारण हामीले सम्मान गरेका छौँ। उहाँले अब हाम्रो अहिले सम्मानको कार्यक्रम हुनुहुन्छ।
गुरुङज्यूलाई ल धन्यवाद। रहनुभएका आदरणीय अग्रज मेरो बुवा आमाहरू र यस गुरुङ आमा समाजमा आज यो लोसार पर्वको अवसरमा उपस्थित हुनुभएका सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा म मेरो व्यक्तिगत तर्फबाट र भरतपुर महानगरपालिका वडा नम्बर 26 को तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। विशेष त आज यो गुरुङ समुदायले मनाउँदै आएको यस तर्मु लोसारको अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना पनि दिन चाहन्छु र खासै विशेष बोल्न पर्ने त केही छैन। आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नको लागि यहाँहरू सधैँ उत्तर रहेर अगाडि बढाउनु रहन्छ। धर्म रहे संस्कृति रहन्छ, संस्कृति रहे यो नेपाल रहन्छ भने अनुसार यहाँहरूले हाम्रो यस भरतपुर महानगरपालिका वडा नम्बर 26 मा आफ्नो संस्कृति जगेर्ना गर्नको लागि उल्लेखनीय भूमिका गरेर यहाँले वर्षै पछि हामीहरूलाई निमन्त्रणा गरेर यहाँ रहेका बासिन्दाहरूलाई यो उत्सवमा सहभागी हुने अवसर गराउनु भएको छ। त्यसको लागि यस गुरुङ आमा समाजप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र खासै धेरै बोल्न पर्ने केही छैन। आज शुभकामनाका मन्तव्य दिनको लागि यहाँ दाजुले निमन्त्रणा गर्नुभयो, त्यसको लागि यस गुरुङ आमा समाजप्रति हार्दिक आभार प्रकट गर्दै यस तर्मु लोसारको अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै मेरो छोटो भनाइ यही अन्त्य गर्छु। हस्त धन्यवाद। गुरुङ उहाँहरूलाई यो माराइका झलक
रमाइलो गर्ने, कहिले लोसार मनाउँदा रमाइलो गर्ने हो र हामीहरू गुरुङहरूको धेरै चाडपर्वहरू छन्। तर धेरै चाडपर्व हुँदै पनि हामीले ती सामान्य बिचको चाडपर्वहरूलाई हामीले धेरै महत्त्व दिएका छैनौँ। मात्रै पुष 15 मात्रै महत्त्व दिएका छौँ। रकम प्राप्त हुन्थेन। हामीले यो जग्गा खरिद गर्दा आमाहरूले नाचेर गाएको पैसाबाट यो जग्गा खरिद भयो। त्यसपछि हामी यो 2 कट्ठा जग्गा छ र जग्गा किन्ने बित्तिकै हाम्रो भद्रराज दाइले हाम्रो समाजका वरिष्ठ सदस्य उहाँ अलि शान्तो हुनुहुन्न, उहाँको स्वास्थ्य लाभको कामना पनि गर्छौँ हामी र उहाँले इनार बनाइदिनु भयो र उहाँले यो समाजमा धेरै सहयोग पुर्याउनु भएको छ। उहाँलाई हामीले नृत्य गर्ने भनेको उहाँ इन्डियातिर जानुभयो अरे भन्ने कुरा सुन्नमा आएको हुँदा उहाँलाई हामीले आज यहाँ उपस्थित गराउन सकेनौँ। उहाँले धेरै सहयोग गर्नुभएको छ। इनार बनाइदिनु भयो, चुलो किनिदिनु भयो, त्यत्रो ठुलो ग्यास चुलो किनिदिनु भयो, यहाँ अगाडि गेट बनाइदिनु भएको थियो। उहाँको धेरै यहाँ आर्थिक सहयोग र उहाँको योगदान ठुलो छ र अहिले हाम्रो सौभाग्य, हाम्रो भाग्यले हामीले हाम्रो चेलीलाई माननीय हुने देख्यौँ, पायौँ र उहाँले माननीय भएपछि यो भवनलाई पछाडिको भवन त अब पूर्ण रूपमा नयाँ हो त्यो र यो अगाडिको भवनहरू जो जीर्ण भएका थियो त्यो जीर्ण भएका भवनहरू पनि सबै मर्मत भएर राम्रो भएको छ र यो सभा हल पनि यो माथि चाहिँ छ तल टाइल लगाएर त्यो राम्रो भएको छ। उहाँले नै सहयोग गर्नुभएको कारणले गर्दाखेरि उहाँको समन्वयमा बागमती प्रदेश सरकारबाट परेको बजेट चाहिँ हामीले यो काम गरेका हौँ। हामीले यो पैसा चाहिँ माया नगरिकन हामीले राम्रो सुन्दर एउटा भवन, एउटा सभा हल निर्माण गर्न सक्यौँ। हाम्रो महानगरपालिकाले पनि 4 लाख रुपियाँ दिएको थियो। त्यसले हामीले सोफा, कुर्सी र एउटा दराज हामीले किनेका छौँ। उहाँले दिनुहुँदो रहेछ त्यस्तो सामानहरू हामीले किन्ने भन्दा पनि उहाँले किनेर दिनुहुँदो रहेछ र त्यो हाम्रो अफिस कोठामा सजाएको छ र यो यहाँ अगाडि राखिएका यी 6वटा सोफाका सिङ्गल सोफाका सेटहरू, यो सिङ्गल सोफा 10वटा छ। अहिले हामीले यहाँ 6वटा चलाएका छौँ र महानगरपालिकालाई पनि धन्यवाद दिनुपर्छ हामीले र हाम्रो प्रमुख अतिथि आजका माननीयलाई त अब धेरै यो सबै समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धन्यवाद। हामी आभारी छौँ। फेरि पनि यस्तै सहयोगहरू प्राप्त हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ र आजको यो कार्यक्रममा उहाँको उपस्थिति अत्यन्त भव्य भएको छ र उहाँलाई सम्मान र मायाको चिन्ह प्रदान गरिदिनु हुन म आजका हाम्रा आदरणीय सभापतिज्यूलाई हार्दिक अनुरोध गर्दछु र जनप्रतिनिधि सावित्री कोइराला ढकालज्यूलाई पनि अगाडि आएर यसो माला लगाइदिनु हुन अनुरोध गर्दछु। सम्मान गरिदिनु हुन हाम्रा आजका आदरणीय सभापतिज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यो उहाँले घडै गरेर खोल्नुहुन्छ। अब बल्ल गुरुङहरूको फेरि अर्को गीत आउँदैछ, बोल्छौ रामरानी। यो
पर्वको स्वागतको अवसरमा आयोजित एवं समाजको भवन निर्माण सम्पन्न भएर यो समुद्घाटन कार्यक्रम एवं समाजलाई यो अवस्थासम्म ल्याइपुर्याउन अहोरात्र खटिनु हुने आदरणीय व्यक्तित्वहरूको लागि गरिएको यो सम्मान कार्यक्रमका अध्यक्ष एवं यस समाजका अध्यक्ष हामीहरूका अभिभावक सद्य माइजू श्रीमाया गुरुङज्यू, त्यसै गरी भरतपुर महानगरपालिका वडा सदस्य सावित्री कोइराला ढकालज्यू, त्यसै गरी यो समाजलाई यहाँसम्म ल्याइपुर्याउन अहोरात्र खटिनुहुने यस समाजका अग्रज व्यक्तित्वहरू जो मञ्चमा आसीन हुनुहुन्छ, त्यसै गरी आजको यो कार्यक्रमलाई मिडिया मार्फत लैजानको लागि विशेष भूमिका खेलिहुने प्रेस युनियन चितवनका कार्यवाहक सभापति प्रिय भाइ प्रताप सुवेदीज्यू, त्यसै गरी प्रेस युनियन जिल्ला कार्य समितिका सदस्यज्यू, आजको यस कार्यक्रममा सुरक्षा निकायको प्रतिनिधित्व गरेर पाल्नुहुने भरतपुर 26 प्रहरी इकाइका प्रतिनिधिज्यूहरू र यो समाजमा आजको यो पर्वलाई भव्यताका साथ सम्पन्न गर्न उपस्थित हुनुहुने, मैले आदर गर्नुपर्ने, मैले सम्मान गर्नुपर्ने मेरा आदरणीय अभिभावकज्यूहरू, बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरू सबैलाई यो तलोको पर्वको पावन अवसरमा यहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज मलाई खुसी पनि लागेको छ, केही भावुक पनि बनाएको छ। यो समाजलाई हिजो स्थापनाकालदेखि जति बेला हामीले चकटी र गुन्द्रीबाट सुरु गरेको यो समाज मेरा आदरणीय बाबाहरू, मामाहरू, काकाहरू, आमाहरू, छामाहरू जो सम्मानित हुनुभयो, म उहाँहरूलाई इज्जत सम्मान व्यक्त गर्न चाहन्छु। विशेष गरेर सुमन मामाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। समाज दिवस बस्न सक्नु भएन, उहाँले यो समाजलाई दिनुभएको, उहाँको सपरिवारले यो समाजलाई दिनुभएको योगदान सायद मैले शब्दमा पनि बयान गर्न सक्दिनँ। त्यसरी नै यो समाजमा रहेर अहिले मेरो बुवा जो सल्लाहकार समितिको संस्थापक सदस्य भएर गर्नुभयो र यो समाजमा पनि अगाडि बढ्नुभयो, जसको प्रेरणाले म आज यो ठाउँमा उभिएर तपाईँहरूको एउटा जनप्रतिनिधिको रूपमा पनि उभिने सौभाग्य मिल्यो। यो कारण पनि उहाँको म यो सभाबाट पनि म स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र आज सम्मानित हुनुहुने सबै मेरा अभिभावकहरू, तपाईँहरूको पनि म सुस्वास्थ्य, दीर्घायुको फेरि पनि कामना गर्न चाहन्छु। यो दुनियाँमा स्वास्थ्यभन्दा ठुलो अरू केही पनि होइन रहेछ। त्यो कारणले सबैभन्दा ठुलो कुरा स्वास्थ्य पनि हो। हुन त उमेरको हिसाबले तपाईँहरूको उमेरसम्म हामी कुन अवस्थामा रहने हो, त्यसले आज धेरै मलाई सोच्न बाध्य पनि बनाएको छ। किनभने तपाईँहरूको हिजोको शरीर भएको कारणले गर्दा पनि आजसम्म तपाईँहरूको यो समाजलाई दिनुभएको अभिभावकत्वले आज
सहयोगको अपेक्षा र उहाँले पनि सहयोग गर्नु भन्नुभएको छ। तर करिब करिब हाम्रो धेरै पटक पैसा उठायौँ यो समाजमा, समाजका सदस्यज्यूहरूबाट धेरै पटक ठुलै रकमहरू उठायौँ त्यति बेलाको समयमा। र यो भवन जग्गा किन्दाको कुरा गरेँ, त्यसपछि यो भवन भर्खरै सुरु गर्न लाग्थ्यौँ। यो भवन बनाउँदा पनि हामीले पैसा उठायौँ। त्यसपछि यो सभा हल निर्माण गर्ने क्रममा धेरै पैसा उठायौँ। यो हाम्रै पैसाले पहिला यो संरचना बनेको थियो, मात्रै यहाँ टाइल थिएन, अरू प्लास्टर सबै थियो। र त्यति बेला पनि हामीले सहयोग उठायौँ सबैसँग र सबैले सहयोग गर्नुभयो। त्यसै गरी सानो हामीले भान्सा बनाएका थियौँ, त्यति बेला पनि हामीले पैसा उठायौँ। रजत महोत्सव गऱ्यौँ, त्यसमा पनि पैसा उठायौँ। त्यस कारण अहिले चाहिँ हामीलाई एउटा के हो भने यो सरकार लोकतान्त्रिक सरकार आएपछि यो गणतन्त्रात्मक सरकारमा हामीले बजेट पायौँ। हाम्रो आफ्नै नाममा रहेको जग्गा थियो, त्यस कारणले गर्दाखेरि हामीलाई अलिक सजिलो भयो काम गर्न। र फेरि पनि हामीले यो कामलाई अगाडि बढाउने नै छौँ। र माननीयज्यूको प्रतिबद्धता अनुसार फेरि पनि हाम्रो सहयोग हामीले आवश्यक परेमा माग गर्नेछौँ भन्दै अब कार्यक्रमको अलिकति अन्तिममा आएका छौँ। अब सभाको विसर्जन हुन बाँकी छ। त्यसमा हामीलाई उहाँ पत्रकारज्यूहरूले धेरै राम्रो समय दिनुभयो। सभापतित्व गर्नुभएका हाम्रा समाजका अध्यक्ष एवं हाम्रा आदरणीय साइने आमा श्री माया गुरुङज्यूलाई अगाडि आएर यो अहिलेको यो सभालाई समापन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दै र म पनि यहाँसँग औपचारिक कार्यक्रमबाट बिदा लिन्छु। र नाचगानको कार्यक्रम यो सभा सकिए पनि हाम्रो हुनेछ। हाम्रो बेलुकाको खाना यहीँ हुने हुँदाखेरि हामी सबै यहीँ बस्नेछौँ, यहीँ नाच्नेछौँ, यहीँ रमाउनेछौँ र धैर्य भएर बस्दिनु हुन म अनुरोध गर्दछु। र यो सभा हाम्रो अध्यक्षज्यूलाई
हिजो हाम्रो पुर्खाले राखेको मान्यता हामीले मान्दैछौँ उहिलेमा पुरा फुल्के भन्छ कि भनेको त फल्दै आएको छ फुल्दै आएको छ झन् हामीले मान्न पाएको छ अब मैले एउटा गुणगान जो जसले जे जे गरेको छ त्यो गुणगानतिर जाँदैछु के अरे जेठो नामले काकालाई मेरो सेवा ढोक छ जे भए पनि जेठो नामले हो सबैभन्दा स्वयंको हाराहारीमा पुगिसक्नु भएको छ अब आज सबैको नाम मिल्यो सक्दैन तर मेरो भान्जी पनि हो सरसाथ भान्जीज्यूलाई मैले उहाँलाई धन्यवाद दिन्छु म धेरै बोल्न त जान्दिनँ तर म उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु हल्ला नगर्नु न तपाईँ कस्तो हल्ला गर्छ भनेको चाहिँ भन्दा मेरो भान्जी सरसाथज्यूलाई मैले के धन्यवाद दिन्छु भने दुनियाँले जसले जे भने तापनि उहाँले आँखा चिम गरेर आफ्नो यो संस्थाको चेली पनि हो सदस्य पनि हो उहाँले धेरै धेरै सहयोग गर्नुभयो पटक बजेर हाल्दैन बाबा उहाँ दुनियाँले गाल पनि बोकेको छ उहाँले खुट्टाले किन्जेर एकरो उ गरेर उहाँले त्यत्रो सहयोग गर्नुभयो हामीले यो झलमल गर्न पाइयो उहाँले धेरै धेरै सहयोग गरेर तर उहाँले बजेट हालिदिनु भयो ठाउँमा पुग्नु भयो धन्यवाद यो समाजको आशीर्वादले हरेक ठाउँमा पुग्यो उहाँ अहिले 50 51 53 56 57 पुगिरहेको छ अहिलेसम्म उहाँले आफ्नो इज्जत दौड गरेर 20-25 वर्ष उमेरमा अलिकति चलफल त हुन्छ एउटा दाग नभइकन उहाँले आफ्नो इज्जत बिबीको सिद्धान्त नछोडिकन दायाँ बायाँ नफर्किकन कसैले के भन्यो भने उहाँले यो कुरो इज्जत र सिद्धान्त आफ्नो एक भएर दोहोऱ्याएर गएर अहिले पुगी भएको छ ठाउँमा पुगेको छ हामी उहाँहरूसँग बोल्न नसक्ने उहाँहरूसँग मन्दिरमा बसेर आफ्नो कुरो राख्न पाउने त्यस्तो भएको भाग्यमानले छ धन्यवाद मेरो भान्जीलाई मेरो भान्जी पनि हो सब छ राम्रोसँग अहिले त्यत्रो महाभारतको तपाईँले एउटा पद पाएको छ अझै पनि तुल्याउँदै जाओस् फुल्दै जाओस् फल्दै जाओस् भन्दै म आशीर्वाद दिन्छु म सबैले मेरो भाइ बन्धुहरू मेरो भान्जाहरू मेरो छोरा नातिहरू मेरो भान्जीले उहाँ के अरे ल है हाम्रो सामानलाई भनेर सम्झेर बुझेर पटक बजेर हालिदिनु भयो अलिकति लेखापढी पनि भएको अनि अब राजनीति पनि खेलेको मेरो दलबहादुर छोराले कहिले प्रदेशमा गएको छ कहिले जिल्लामा गएको छ कहिले वडामा गएको छ जे भए पनि जान्ने बुझ्ने भएर उहाँले बजेर हालिदिएकोमा उहाँले मरिदेखि आफ्नो घरको सबै धन्दा छोडेर यो स्वास्थ्यको लागि मरिदेखि गरेर उहाँले काम गर्नुभएको छ सबैले बुझेको होला बुझेको छ मैले उहाँलाई स्याबासी मेरो आशीर्वाद दिएको हो उहाँले गर्नु गरेको छ यो संस्थाको विषयमा आज मैले सबैले जसले जे गरेँ नि म सबैलाई धन्यवाद दिने हो आशीर्वाद दिने हो अनि अब यो विषयमा हामी दिव्य ज्योति गुरुङ समाज एक भएर बसेर अहिलेसम्म कमजोरी भएको देखेको छैन अझै पनि म यो संसारबाट छुटेर जाने उमेर भइसक्यो अझै पनि पुस्ता यसरी नै जुट्दै जाउन् फुल्दै जाउन् त्यो भनेर सबैलाई म यो मेरो एउटा आशीर्वाद पनि छोड्छु र मेरो यो समाजको सदस्यहरू अहिलेसम्म सम्पूर्णलाई विकृति भएको छैन निरन्तर मेरो यो 51 सालमा अहिले यो दिदीबहिनीहरूले सबैले एउटा फुलको माला पाका उ गरेको हामी 10-12 घरले भैलो खेलेर 1300 अहिलेको जमानामा त्यसले के हो र भन्ने जस्तो छ 1300 उठाएर डाँडा मन्दिर गएर भोट खाएर 700 रुपियाँ उब्रेछ 700 त्यो 700
के भन्छ के अरे समाज बनाएको हो अनि त्यो 700 रुपियाँबाट उम्रेर अहिले हाम्रो यहाँ 2-3 करोडको सम्पत्ति भइसकेको छ। अब यसरी नै फलेर जाओस्, सबैले धनको संरक्षण गरोस्। अब मैले एउटा क्याबेसी पठाइदिन्छु, मेरो सुनबहादुर भन्छ, मेरो दलबहादुर छोरा 51 सालदेखिको आमा पार्टी सेवा कलम समातेर सहयोग दिएकोमा धन्यवाद। र मेरो किड्नी छोरालाई एउटा युवाहरूको जिम्मेवारी दिएछ, गर्व जस्तो छ, मलाई ढुक्क छ, धन्यवाद। मेरो दानो छोरी हो, उभाको छेउरी हो अहिलेको उभा। ल है नानु, मैले सक्दैन, अब म 82 वर्ष भइसक्यो, मैले गर्न सक्दिनँ, ल है छोरी भन्दैखेरि अहिले पटक फेरि यति राम्रो समेटेर आफ्नो साथीभाइले समेटेर यो जल्दो बल्दो देखाएको छ। त्यसमा पनि म त्यसलाई धन्यवाद दिन्छु, आशीर्वाद दिन्छु। र मेरो हिजो यहाँ आफ्नो जिम्मा दिएको, कहिले खसी खोल्नु पठायो, कहिले काट्नु पठायो, जे गरेर सबैले आफ्नो काम व्यवहारहरू एकदम के अरे गरेर गरिदिएकोमा सबैले धन्यवाद। हाम्रो समाज आएदेखि जुटेर कहिले वाद विवाद नभइकन सबै हामी 51 सालदेखिको 82 सालसम्म हामीले यसरी आफ्नो समाज म घुम्न पाउनेमा धन्यवाद भन्दै अब म धेरै बोल्न पनि जान्दिनँ। म यतिकै मेरो दिव्य ज्योति गुरुङ समाजलाई अब यो 82 सालको लोसारले हामीले भन्दाखेरि सबरी गयो तल्लो आयो भन्छ, त्यो विदाईलाई पनि धन्यवाद होस्, राम्रो होस् र आउने तल्लोलाई पनि सम्झाओस् हो, रोग ब्याग नलागोस् भन्दै म यहाँ सबैलाई धन्यवाद दिँदै म यही विसर्जन गर्छु। होस् त, जय श्री Thank you.
धन्यवाद